हाई एभ्रिवान, गुड मर्निङ। आज बिहानको समयमा चाहिँ मैले यसरी मौरीसँग चल्दैछु साथीहरू। यो मौरीको घर चाहिँ एउटाबाट मैले दुईटा बनाएको थिएँ नि त। अस्ति नै मैले भिडियो पनि युट्युबमा राखेको थिएँ। अनि त्यसैको यो चाहिँ सेकेन्ड पार्ट हो। कस्तो भइरहेको छ त भनेर म पछि हाल्छु है भिडियो भनेको थिएँ नि त। अनि यो चाहिँ सेकेन्ड पार्ट हो। पहिला बिचमा पनि मैले हेरिरहेको चाहिँ थिएँ कस्तो भइरहेको छ, कन्डिसन कस्तो छ, चलिरहेको, काम गरिरहेको छ कि छैन मौरीहरूले भनेर। अनि राम्रैसँग काम गरिरहेको थियो। अनि आज चाहिँ मैले फेरि पनि हेर्दैछु साथीहरू। 1 महिना बढी भइसक्यो नि त। अब त टाढा राख्नुपर्ने बेला भयो होला भनेर मैले हेर्न लागेको हो साथीहरू। अब यो राम्रो सफल भएको छ होला सायद भन्ने लागिरहेको छ। किनभने अब बच्चा भयो भने त पहिला मैले हेर्दा पनि रानो चाहिँ मैले भेला पारिनँ। किनभने मलाई त्यति धेरै यो मौरीहरूको त्यति धेरै नलेज पनि छैन नि त। त्यही भएर अलिअलि चाहिँ अब गर्न जानेको छु। यसरी सिकाइराख्नु भएको थियो नि त। अनि त्यही भएर मैले यतिको चाहिँ गर्न सकेँ। मैले जानेको जति चाहिँ हेरिरहेको छु। अब यो चाहिँ बिस्तारै ढक्कन खोल्न पर्ने रहेछ कि साथीहरू। त्यो मौरीले चाहिँ सबै टाँसेको छ कि उसको मैनले। अनि अलक्कन त्यो झट्ट भयो कि साथीहरू। अनि मौरी रिसायो, हाँसीको सहायताले अलक्कले एकदमै सुस्तसँग त्यो निकाल्नु पर्ने। सबै हेर्नुहोस् त कस्तो टाँसेको छ यी। अनि यसैले नै त हो नि ढक्कन जाम बनाएको। मौरीहरू पनि माथि बसिरहेको छ। मैले हेर्दैछु कि कस्तो भइरहेको छ भनेर। अनि यो धुवाँको सहायताले यो धुवाँ लगाएपछि चाहिँ तल जान्छ कि मौरी। अनि त्यस पछाडि हेर्न सजिलो हुन्छ नि त। अनि अलि लाटिदो रहेछ कि यो धुवाँ बालेर। अनि सबै टाँसेको छ मैनले अनि चाकाले के सबै अड्केको टाँसेको छ। त्यही भएर यो हाँसीको सहायताले चाहिँ हल्कासँग एकदमै बिस्तारै, थाहा नपाउने गरी भन्न त मिल्दैन। जसो नि थाहा त पाउँछ, तर उसलाई पनि त डर हुन्छ नि त। ज्यानको माया त सबैलाई हुन्छ। अनि आक्रमण गर्न आएको हो कि भनेर एकदमै रिसाउँछ कि उसलाई दखल दियो भने चाहिँ। तर बिस्तारै गर्नुपर्छ। अनि मैले हेर्दैछु यो चाहिँ यो चाका चाहिँ यतापट्टि नयाँ पनि लाग्दैछ। यो पनि नयाँ नै हो।